अहिलेसम्म हेर म एयरपोर्टमै छु सकेसम्म म तिमी उडेको यहाँ एयरपोर्टबाटै हेर्ने चाहना थियो मेरो अब तिमी जान ढिलो हुन्छ रहेछ तिम्रो 10:30 बजे फ्लाइट रहेछ तिमी जाने दिन नगई आउने दिन कसरी आउँछ त्यो पनि सम्झ तिमी खानाहरू टाइममा खाऊ खाजाहरू टाइममा खाऊ अनि त्यही हो जाँडसी धेरै नखाऊ कोहीसँग झगडा धेरै नगर जसले जे भने पनि सहेर बस सबैको पालो एक दिन जसरी पनि आउँछ त्यही हो अब दुःख गर राम्रोसँग धुरुमा जा मायाले चढ्दा जा यो मन छैन हर्षमा पीडामा छ नगए पनि हुन्न र हेलो अनि सेवा सबैजनालाई आज चाहिँ हामी एयरपोर्टमा आएको छौँ एयरपोर्ट किन आएको भन्ने कुरा हजुरहरूलाई सबैलाई थाहा भइसकेको होला बिछोडको करौटीले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो बिछोडको करौटीले काट्नु मनै काट्यो जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो एउटा बाटो परदेशको अर्को बाटो घर देशको परदेशी र घर बेसीको कहिले होला भेट मरुभूमि बालुवामा सपनाको खेती सिँचाइ हुँदै बगेको छ पसिनाको नदी आँखैभरि उनकै तस्बिर मनमा रोदी बादल आँखैभरि उनकै तस्बिर मनमा रोदी बादल बाहिर चर्को पोल्ने घाम छ भित्र कालो बादल बाहिर चर्को पोल्ने घाम भित्र कालो बादल गाह्रो छ जिन्दगी आफ्नो रहरहरू पुरा गर्न जानुपर्ने छ सपनाको सहरहरू के गर्नु गाह्रो छ छोरा मान्छेको जिन्दगी म चाहिँ छोरा भएर मेरो बुढा चाहिँ छोरी हुनु पर्थ्यो मेरो बुढोको मन यति कमलो छ कि यति कमलो छ सानो सानो कुराहरूमा पनि चित्त दुखिहाल्छ मेरो बुढोलाई तर सम्झाउँदा सम्झिनु पनि हुन्छ म छोरा भएर मेरो बुढा चाहिँ छोरी मान्छे हुनुपर्ने थियो मेरो बुढो छोरा भएर अहिले छोराको कर्तव्य निभाउन धेरै गाह्रो हुन्छ मेरो बुढोलाई विदेश जानुपर्ने आज हेर कति भक्कानो खोटेर हाँसो आउनु खोजेछ तर कन्ट्रोल गरिरहेछ मेरो बुढोले अब के गर्नु अर्का देश जानै पर्छ अब उहाँभित्र छिरिसक्नुभयो अब हामी चाहिँ बुढोलाई भित्र अब पठाएर पनि हामी चाहिँ अब घर फर्किन लाग्छौँ भाइ चाहिँ हिँडिसक्यो अब हामी चाहिँ एकछिनपछि बिसाएर यहाँ पानीहरू खाएर पछि जान्छौँ होला आज चाहिँ छुट्टी मेरो बुढोको अस्ति छुट्टीमा आउनुभएको थियो नि त छुट्टी सकेर आज चाहिँ उहाँको फ्लाइट थियो र हामी आज एयरपोर्ट आएको छौँ र मेरो बुढा चाहिँ भित्र छिरिसक्नुभयो अघि नै अब हामी चाहिँ घर जाँदैछौँ अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ यति धेरै भिड छ जानुको लागि मान्छेहरू हेर अहिले नि र भरेसम्म कति धेरै भिड हुन्छ अरे यहाँ चाहिँ यो ठाउँहरूमा चाहिँ खुट्टा टेक्ने ठाउँमै हुँदैन अरे अनि हामी चाहिँ आज मेरो बुढोको फ्लाइट चाहिँ भरे 10-10:30 हो तर यहाँ चाहिँ हामी 7:30 बजे भित्रै छिरिसक्नुपर्ने थियो मेरो बुढो चाहिँ भित्र उता छिरिसक्नु भएको छ भित्र र हाम्रो चाहिँ बुढोलाई बाहिर बुढोलाई भित्र छिराएर उनलाई पठाएँ सो अब चाहिँ हामी जाँदैछौँ र त्यो बहिनी छ भाइ चाहिँ फर्किसकेको छ भाइ चाहिँ किनभने भाइको ड्युटी चाहिँ 8 बजीदेखि छ नि त भाइको त्यही भएर भाइ चाहिँ फर्किसकेको छ अब चाहिँ हामी चाँडै घर जानुपर्ने हुन्छ अब घर पसल खोल्नुपर्ने छ ढिलो भइसक्यो चाहिँ यही भित्र उता पल्लोपट्टि बसिरहेको हुँदा हामी चाहिँ जाँदैछौँ अब परेको छौँ बस्छौँ किनभने आज मलाई पनि लास्टै नरामाइलो लागेको छ यति 3 महिनासम्म यसरी मलाई दुःख सुखमा जे भए पनि साथ दिनुभएको थियो उहाँले अनि अब साथदेखि चाहिँ उहाँ विदेश जाँदै हुनुहुन्छ अब म एक्लै अनि बहिनी छ साथमा
त्यही हो अब भेट नभइजाल नभेटिजाल त के हुने भेटिसकेपछि चाहिँ अब हरेक दुःखहरूमा साथ दिन्छ नि त अब मेरो बुढोले त्यो सम्झना आउँदो रहेछ र आउँदा चाहिँ लास्टै खुसी लाग्छ जाँदा चाहिँ लास्टै नरमाइलो लाग्दो रहेछ अनि रुनु चाहिँ म रोएन किनभने मुटु त भक्कानेर आएको थियो है मुटु त्यति भक्कानेर आएको थियो मुटु फुट्ला चाहिँ भक्कानु फुटेर मेरो आँसु आउला जस्तो भएको थियो सो कन्ट्रोल गरेँ मैले चाहिँ अनि मेरो बुढो चाहिँ मैले नरुनु रुनुहुन्न भनेर भनेको थियो मैले बुढोलाई मैले अब मेरो बुढो चाहिँ रुनु भएको थिएन बाहिरसम्म छासिरहनु भएको थिएन अनि भित्र छेरी चाहिँ अलिअलि हल्का रोइराख्नु भएको थियो अनि मैले चाहिँ रुनुहुन्न रोयो भने आँसुले बगाउँछ अरे रुनुहुन्न भनेर सम्झाएको अब उहाँले सुनेन होला सायद भित्रै छिरिसक्नु भएको थियो यति धेरै मान्छे आयो के गर्नु फर्केर हेर्नु पनि उसलाई टाइमै थिएन सायद एकचोटि फर्केर हेरिराख्नु भएको थियो त्यसलाई झिलिक्क हेऱ्यो अब आँसु पुरा बराबर आँसु आइरहेको थियो अब लास्टै माया लाग्दो रहेछ अब दिइसकेर क्यान्सलमै आउनु परेछ क्यान्सलमै आउनु परेछ कि त्यही छुट्टीमा आएर गएँ लास्टै नरमाइलो लाग्दो रहेछ यो फिल त मलाई यो फिल पहिला फर्स्ट जाँदा मलाई लास्टै सिधै दुख्यो है नरुनुको अब आँसु आएर रोएको थियो फर्स्टचोटि जाँदाखेरिमा चाहिँ अनि पोहोर जाँदा पनि म रोइनँ चाहिँ पोहोर जाँदा पनि पोहोर जाँदा पनि रुनुभएको थियो पोहोर पनि छुट्टीमा आउनुभएको थियो नि त अनि जानुभएको अन्त छोरा पनि छुट्टीमा 2 वर्षको छुट्टीमा फेरि आउनुभएको थियो अनि आज चाहिँ उहाँको भेट छ किनकि छुट्टी सकेर पनि उहाँको फ्लाइट छ जति कन्ट्रोल गर्नु भन्छु सक्दिनँ आँसु त आइहाल्छ भनेर भन्दै हुनुहुन्थ्यो उहाँले अब सायद अब के गर्नु आफ्नो देश छोडेर विदेश जानु र हत्ता थिएन होला नि अब बाटोटाले जानैपर्छ यो देशको हालत यस्तै छ जमाना कहाँदेखि कहाँ पुगिसक्यो हुन गएर हुँदैन सो म त अब किन रोएर पनि हुँदैन दुःखी भएर पनि हुँदैन जानैपर्छ कमाउनै पर्छ छोरा मान्छेको जात खुसी नै छु अब खुसी छु भन्नु पनि कसरी दुःखी छु भन्नु पनि कसरी दुःखी त दुःखी नै छु नि अघि एकचोटि चाहिँ भक्कानो फुटेर आयो कन्ट्रोल गरेँ मैले यसलाई अब म चाहिँ एउटा मेरो बुढोको लागि एक सानो छोटो गीत गाउन गइरहेको छु मेरो साथमा चाहिँ बहिनी छ एउटा गीत परदेशीको लागि गीत गाउँदैछु है त किनभने एउटा गीत गाउनु क्या म साथमा मलाई साथ दिने मान्छेहरू फेरि बहिनीले हेर्छ म एउटा गीत गाउँदैछु है गाइज अब कुन गीत भने यस्तो धुरुमा आज मायाले चढ्दा जाँझ यो मन छैन हर्षमा पीडामा छ धुरुमा आज मायाले चढ्दा जाँझ यो मन छैन हर्षमा पीडामा छ मायाले मुटु छुन्न र नगए पनि हुन्न र छोडेर मलाई गइजाँदा त्यो मन रुन्न र बस्नै मन छैन र घर देशैमा डन फल्ने बोट छ र परदेशैमा गीत चाहिँ कस्तो हो साथीहरू कस्तो जस्तो भएको थिएँ त्यस्तै भनिदिनु होला ल हाम्रो साथी ट्राई हल्का ट्राई बवाल भयो जस्तो साँच्चै है आज म अब किनभने म आज दुःखी भएर पनि हुँदैन नि त दुःखी भएर पनि के गर्ने होइन अब देश जानुपर्छ छोरा मान्छेको जात अनि छोरा मान्छेको जिम्मेवारी हो बाहिर गएर कमाउने जमाउने अब छोरा मान्छेको अब आफ्नो कर्तव्य निभाउनै पर्छ अब मेरो बुढोले चाहिँ बाहिर बुढो तिमी राम्रोसँग काम गर टेन्सन पिर्छ केहीको नमान म भने तिम्रो मायामा हरेक दुःख सुख गरेर बस्छु आजको दिनमा जे जस्तो भए पनि भोलिको दिनमा सँगै पैसा कमाएर जाने हुनुपर्छ ल एक कुरा सम्झ्यो अनि मुटु डर बनाएर बस्छ अनि फेरि तिमी जाने दिन नगई आउने दिन कसरी आउँछ त्यो पनि सम्झ तिमी भन्दै थियो हिजो घरको चाहिँ एकदम धेरै नजिक सरिरहेको छ नबी भनेर भन्थ्यो अब के गर्नु सर घरको सुई नसरेसम्म जाने दिन आउँदैन र आउने दिन पनि आउँदैन त्यही भएर तिमी त्यही सम्झ दुःख सुख जे हुन्छ गर अनि खानाहरू टाइममा खाऊ खाजाहरू टाइममा खाऊ
अनि त्यही हो जाँड धेरै नखाऊ, कोहीसँग झगडा धेरै नगर, जसले जे भने पनि सहेर बस्छ, सबैको पालो एकदम जसरी पनि आउँछ। त्यही हो अब दुःख गर राम्रोसँगले। म अहिलेसम्म हेर म एयरपोर्टमै छु, सकेसम्म म तिमी उडेको यहाँ एयरपोर्टबाटै हेर्ने चाहना थियो मेरो। अब तिमी जान ढिलो हुन्छ रहेछ, तिम्रो 10:30 बजे फ्लाइट रहेछ, अनि राम्रोसँग जाऊ। अब म पनि घर जानुपर्छ, पसल खोल्छु अनि खानाहरू बनाएर खान्छु। तिमी पनि टाइममा गएर खाना खाऊ, टाइममा खाना खाऊ, टाइममै खाजाहरू खाऊ, टाइममा सुत, टेन्सन पिर केहीको पनि नगर, आफ्नो ज्यानको केयर गर। त्यही हो। अनि के भन्नु छ र, भरे तिमी मेरो भिडियो हेर्छौ होला, सबै मेरो भिडियो चाहिँ स्किप है। साथीहरू हाम्रो गीत सुनिसक्नु होला, हाम्रो गीत सुनेर डङ्ग फेरि नभर्नु बियोस् नहुनु। अब चाहिँ हामी घर जानु पर्ने हुन्छ। लाइटिङ कस्तो दामी थियो है, अहिले हेर्नु यस्तो हुन्छ साथीहरू, के भन्नु र। एउटा पानी चाहिएको छ है, पानी चाहियो सबैलाई। अब चाहिँ सुन्ने नि